हेलो साथीहरु, गुड मर्निङ। फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। अनि नमस्ते शिवारो, तपाईहरु पनि सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौं। हेलो साथीहरु, म पनि सन्चै छु र तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। र म बोर्डिङ अहिले मेरो मामुसँग सधैँ त अब बाबु छोरा बाइकमा जान्थ्यो हैन। आज मेरो पनि थोरै काम भएकोले हिँडेर गएको। पक्कै पनि साथीहरु, हामी 1.5 घण्टाको बाटो हिँड्नेछौँ। पक्कै पनि तपाईहरुले भिडियो चाहिँ स्किप नगरी हेर्नु होला। समीप, तिम्रो पनि केही कुराहरु त न त मेरो भिडियोमा तिमीलाई के भन्नु मन लाग्छ भन न त। मेरो यसो ल साथीहरु, मेरो मामुले धेरै माया गरिदिनु होला। लाइक, सब्स्क्राइब, शेयर, कमेन्ट जस्तो छ भिडियो त्यस्तै कमेन्टहरु गरिदिनु होला। अनि र मेरो मम्मीलाई सपोर्ट पनि गरिदिनु होला। हामी चाहिँ यहाँनिर हिन्चीगाउँको फुटबल खेल्ने ग्राउन्डमा आइपुगिसकेको छौँ। हेर्नु ग्राउन्डको हालत, छेउ भत्किएर हैन। यता भित्रतिर पनि देखाउन, भित्रसित धस्किएर रोडको हालत यस्तो छ। त्यही भएर हामी चाहिँ हिँड्नु परिरहेको छ साथीहरु। के गर्ने, यस्तै छ हालत। बार भत्किएर यस्तो छ रोडको हालत। हेर्नु है गाइज, हो यस्तो ओह्रालोमा कसरी जानु त। अनि हामी त्यही भएर हामी चाहिँ डरले पनि, गाडीमा डरले पनि हामी हिँडेको अवस्था छ। रोड पनि त्यस्तै भत्केको हैन। अनि हामीलाई डर पनि लागेको। कहिले काहीँ त यसो हिँड्नु पनि पर्छ, अलिक शरीरलाई यसो एक्सर्साइज पनि हुने। त्यतिकै मोटाएर यस्तो छ। हुन त पहिला म समीप सानो हुँदा बोकेर धाएर पनि अब पढाएको। अब अहिले त्यत्रो ढाँडे भइसक्यो, बोक्नु त सक्दिनँ होइन। हिँडिहाल्छ, बोकी पढाएको पनि त कस्तो पढ्ने हो। रोलमा पनि जहिले 5, 6 मात्रै हो, 1, 2 ल्याउनु सक्दैन। गाह्रो छ। राम्रो पढ। ल भिडियो मार्फत पनि मेरो छोरालाई सबैले आशीर्वाद दिनु होला। आशीर्वादले फेरि धेरै 5 सेकेन्ड भइहाल्छ कि। रोड बाटो छोडेर ठाउँ सर्टकट पनि जाँदैछौँ साथीहरु। बिस्तारै हिँड न, बिस्तारै जिप लिन्छ। थोरै सर्टकट, थोरै रोड हुँदै हामी चाहिँ जान्छौँ। ए खुट्टामा फेरि के पस्यो। चप्पलमा पनि के पसिरहन्छ हौ। हिँड न, देखाइरहेछु। नो बोर्डिङको म 5 क्लास रिडिङ। के इङ्ग्लिसमा भन्नुपर्छ त बोर्डिङमा पढ्ने मान्छेले त। के हो, म 5 क्लासमा पढ्छु। अलिक बोर्डिङ पढाइ त इङ्ग्लिस भन्नु पर्यो नि। म त नेपालीमा म कहाँ 5 कक्षामा पढ्छु भनिहाल्छु नि म। तिमीले त कमसेकम इङ्ग्लिसमा भन्नु पर्यो नि त। हेलो साथीहरु, वेलकम टु माई युट्युब च्यानल भन्नु त आउँदैन मलाई। त्यही भएर इङ्ग्लिसमा हान्देऊ न। के आउँछ इङ्ग्लिसमा हान्देऊ त। 5 क्लास पढ्नेलाई केही इङ्ग्लिस आउँदैन साथीहरु। हेर्नु, इङ्ग्लिसमा केही हान्देऊ भनेको छैन। बोल्नुलाई चाहिँ कुनै हतार चाहिँदैन नि त। बाटो हिँड्नु छोडेर ऊ गाडी हिँड्छ। छोरा चाहिँ कति ज्ञानी छ मेरो छोरा त। यति ज्ञानी छ नि। हेर्नु न, बाटो छोडेर जङ्गल हिँड्छ। यस्तो खतरा स्पाइडरम्यान बनिसकेको छ कि। लुगा धस्दै माटोमा कम त सफा बनाउँदैन त। मामुलाई धुनु गाह्रो हुन्छ भनेर। यतिको ज्ञानी छोरा चाहिँ हुनैपर्छ है। हेर्नु, बाटो छोडेर बाटो यस्तो छ। आइपुग्छौँ साथीहरु हाइवे। हाम्रो गाउँतिर, हाम्रो गाउँमा नि खोला, सभा खोलाको चाहिँ हाइडो परिँदैछ साथीहरु।
अब यहीँ अब यतैतिरका हाम्रो साथीभाइहरूलाई सबैले थाहा छ। अब धेरै टाढा टाढासम्म भिडियो पुग्यो होइन। धेरै अब हुन्छ ठाउँ अरू धेरै टाढा साथीहरूलाई त थाहा हुँदैन। हाम्रो यो सबाई खोला हो, त्यही भएर देखाउँदैछु। साथीहरूले फेरि यहीँ केही भिडियो बनाएको भन्नुहुन्छ होला, यतै देख्ने चिन्ने जान्नेहरू। तर अब अरू धेरै हुनुहुन्छ नि त यताउता टाढा टाढाका साथीहरू मार्फत पनि त्यो ठाउँ यो भन्ने त्यो ठाउँमा यस्तो रहेछ भन्ने थोरै भए पनि भिडियोको सिपहरू। यो चाहिँ हाइडो बनिँदैछ। यो हाइडोको अलिक तल हो, अब मेन अझै अलिक माथि छ। यो चाहिँ हामी हिँड्दा हिँड्दै बाटो पर्ने भएकोले मैले भिडियो खिचिहालेँ। यो हल्का यो हाइडोले बनाएको साँगो हो, सबाई खोला साँगो अरे छ्या। गाउँघरमा सानो सानो साँगो हुन्छ नि त बाँसको, त्यही भएर साँगो भन्नु आइहाल्छ। यो चाहिँ पुल हो, पुरै खोलामको छ। अनि त सबाई खोला। अनि हामी जाँदैछौँ छुट्टी भएर घर आउने शनिबार शुक्रबारको दिन सबैजना। आज सबैजना यसरी घरदेखि स्कुलतर्फ बोर्डिङतर्फ फर्किन्छन्। यहाँ साना साना भाइ बहिनीहरू छ, घरदेखि स्कुलै झरेको हो पक्कै पनि होइन। अनि बडा कता कहिले जानुभएको थियो? अहिले झरे फर्किहाल्नु भएको? ए हाम्रो बडा कम त खतरा छ। पिटी खेलेर पो यता भुलिने भनेको त। हामीलाई त हिँडिरहेको पो भन्छ त हो। ए साथीहरू हामीलाई त हिँडिरहेको अरे। के गर्नु, घरमा गाडी थोत्रे भए पनि छ। त्यही भएर हिँड्दा त हामीलाई त हिँडिरहेको छ पो भन्ने रहेछ। खाना पकाउने ठाउँै साथीहरू यो चाहिँ के गर्दैछ त्यही जोरानी हुँदैछ। आऊ साइडमा आऊ साइडमा। बाटो त किन पानीबाट हिँडेको हौ? स्कुल झरेको तिमीहरू? स्कुल बोर्डिङ पढ्नु झरे। चारो बोक्नु भएको माइज यस्तो चारो खाइदिएपछि मुख ठुलो किन नहो? यस्तो खाँदा त बढ्छ है अलिक त माइजू मजाले। ल मलाई हान, म हान्छु बल। डल्ले त यहाँबाट त लुङ्गु के गर्दैछ हाम्रो धानु? के गर्दैछ? सन्चै छ? अर्कै खबर आमा छोरा खत्रै हो क्या? आइडलमा जान्छु म फेरि भोइस अफ नेपालतिर। खासमा साथीहरू मैले हाम्रो भ्यू देखाएको है तपाईँहरूलाई। दामी छ है, दामी। जाने साथीहरू आइराखेको छ, गइराखेको छ। मात्र हामीले गाडी पाइनौँ, मात्र हामीले अगाडि ट्र्याक्टर चाहिँ आउँदो रहेछ फेरि। भाइको दुश्मन छ धेरै, ठुलै दादा अलैँची रोप्नु पो लागेको रहेछ त। ठुलै दादाले त म चाहिँ झन्डै हिँड म गएँ। यहाँ त कति गइरहेको छ है। बाबाले छ कि अस्ति कुदाउनु हुन्छ, अस्ति कुदाउनु कि अन्त यहीँ गएर पनि कुदाउनु पर्छ त होइन? उता छेउपट्टिबाट लानु अनि क्या सानो साथ हानेर अन्त घप्लो के साथीहरू छैन। यहाँबाट एकदमै राम्रो देख्छ है हाम्रो सबाई खोला। होइन सबाई खोलाको माछा खानु भएको छैन भने मलाई सम्पर्क गर्नु होला, होम डेलिभरी गर्नेछु। एकदमै मिठो हुन्छ। खानु भएको छैन भने खानुको लागि भए पनि सुन्नु त भएको होला, एकदमै सबाई खोलाको माछा मिठो हुन्छ भनेर। अझै अब यो अहिले जेठ होइन, असार साउन भदौमा अझै झन् यो बाउ हुन्छ। अहिले त हल्का छोरा मात्रै हुँदैछ, बाउ जन्मिनु बाँकी छ। खोलाको जम्नु
बिस्तारै तान्यो मायाले अनि पुरा गर्न जान्यो मायाले। सीबाट गीत गाउन थाल्यो, सीबाट डीबाट गाऊ, डीबाट। अन्त डीबाट दुश्मन ल दुश्मन छ धेरै दुश्मन हेरेको हेरै ल अब यीबाट गाऊ। इसाराले बोलाउ नु पर्दैन माया भए डराउनु पर्दैन। अब पालायो यो फेरि कहाँ आउँछ घुमेर हो बालपनको उमेर बालपनको उमेर। अब गीत गाऊ ल। अनि अघि गएको छ इसारा मन्डे के छ? ठिकै छ, आइरहन्छ तिम्रो यादहरू त्यसै गुनगुनाउँछ ती पलहरू। आयो आमा छोराको सुर सुनेर फेरि भिडियो स्किप नगरी हेर्नु हुनेले भोइस अफ नेपालको अडिसनमा एडिसन गरिदिनुहुन्छ है। चोको चोको खानेर गुल्यो गोरु एउटा एउटा फुटी खानु थियो, त्यति लाग्दैछ मलाई। चोको चोको पनि देऊ न त बिचको मरस एउटा चिसो फ्रुटी देऊ, दुईवटा देऊ न, एउटा एउटा यही खाऊ न हौ। पक्र न यहाँ पैसा म पैसा दिनु जाँदै हुन्छ साथीहरू। फुटी बिसको चोको चोको 10 छिटो मामु छिटाउनु छिटाउनु बिस्कुटहरू देखेर त भिडियो भुन्थ्यो देखेर यतिको चाहिँ भने पिपा त के भएको त आउँदैन त हौ, तिम्रो पिपाले खान्छ आएन हो पिपा फुटेको रहेछ कि। यहाँ कति चिज हामी चाहिँ बजार क्षेत्र ठ्याक्क आइपुगेको छौँ। हामी आज यहाँबाट उधो जानुपर्छ, निकै तल छ। बाख्राको पाटा मनै पक्रिन्छ। कसको? बोजीको बाख्रा हो? कत्रो छ बोजी तपाईँको सुँगुर? सुँगुर कत्रो छ? ठुलो छ? सन्जु सन्जु हो अँ तिम्रो छोरा? मेरो छोरा मन्जुकोमा गएको। मन्जुको गएको। सुँगुर कत्रो बनाउनु भएको छ? सानो नि। ए ल ल बहिनीकोमा जानु त। बहिनीकोमा गएको बोजू। घर बज्यो यतै बार्से। ए भाइ को पो भनेको त हाम्रो शिशु दाजु शिशु दाजु पो रहेछ त। तल बेसी झर्नु भएको? ए यो अनि यो बाछाहरू जोतेको छ त? जोत्छ त यस्तोले? यति सानोले चाहिँ जोत्दैन होला है लु। हाम्रो बजार बार्से बजारको पुल यस्तो बनिएको छ। बार्से बजारमा बजारनिर पर्ने भोटी खोला पुल यस्तो छ अहिले बजारको अवस्था पुलको। भोटी खोला पुल भनेर यहाँ लेखेको रहेछ त नि परदेशद्वारा। भोटी खोला पुल खोइ अर्काको लिची के गर्नु, चोर्नु जानु मिलेन।
हाम्रो दाजुको एम्बुलेन्स त्यहाँनिर लिच्ची मेरो छोरालाई खानु मन लाग्यो अरे म उडेर गएर टिपेर ल्याइदिउँ नखानु अहिले म ज्वरो आउँछ पाकेपछि माथि बाबाले कति किनिदिनुहुन्छ हुन्छ त फुबाजु के हो नबोली हिँड्नु भएको अनि आमा छोरा स्कुल झरेको यहाँ बहिनीकोमा लिइराख्छु नि त यसलाई बहिनीकोमा लिइराख्छु नि त यहाँ बस्दा छ्यामातेसँग होइन यहीँ बस्दा छ्यामासँग म चाहिँ जान्छु घर होइन अब शुक्रबार आउँछ देवल थान बजार नि यहाँबाट उता बोर्डिङ जान्छु भन न हाम्रो ठाउँको ग्यारेज जिया भाइ छैन ए त्यो यहाँ बसिरहेको छ ल फेरि के भएछ लाइन हाम्रोतिर त आइरहेको थियो होइन कि हाम्रोतिर जाने होइन चौकीमा आइपुग्यौँ यहाँदेखि पनि उतै जानुपर्छ त्यो फेरेको हो कि क्या हो कहिले आइपुग्दैन त साथीहरू भोकै लागिसक्यो केही नभएमा हाम्रो खोला हामी चाहिँ खोलाको छेउ झराएछौँ साथीहरू भ्यू देखाइराखेको छौँ है हल्का हेर्नु राम्रो छ हल्का रमाइलो अब चाहिँ हामी आइपुग्न लाग्यौँ थोरै सानो पर्छ यहाँ माने रेस्ली सिकेर कराते सिकेर छोराले मलाई हात बटारिदिने भइसक्यो सानो हुन्जेल दुख्ला कि के दुख्ला कि छोराको अलिकति कहाँ दुख्यो नि भन्ने थिएँ ठुलो भएर हेरौँ मेरै हात मर्काइदिने के गर्नु यति बेला आँसु त आइरहेको छ तर मलाई भिडियो भएर मात्रै हो न अब आँसु आइहाल्छ हो हामीलाई चाहिँ मामुहरूलाई चाहिँ अलिकति नानीहरूलाई बिरायो भने कहाँ दुख्यो होला नि के भयो होला कति साह्रो दुख्यो होला बरु मलाई दुखेको भए हुन्थ्यो भनिन्छ चाहिँ मेरो हात मर्काइदिने थिएँ आउनु मामु खेलौँ अरे मसँग खेल्नुको लागि तिमीलाई ठुलो बनाएको मैले ज्ञानी बनाएको हो स्कुल बोर्डिङ पढाएको हो फाइनली साथीहरू म चाहिँ आइपुगिसकेँ समीप बस्ने घरमा छ्यामाहरू यहाँ त यतातिरको मान्छेको हालत यस्तो छ के खाएको रे तैँले किन खाएको के हो कारण सानो किडनीमा ढुङ्गा खरे गरले जान्छ रे भएको छिटो आउट रेडी कति बसेको माम खाएको होइन त माम नखाएको यिनीहरूले तिमीहरू चाहिँ के ढिलो ठिक परेको माम खानु ढिलो भयो आउ न लु अहिले होइन मैले माम पसिदिएको मैले झन् अहिले होइन पसिदिएको बोलाउँदा पनि आउँदैन अनि झम्ली र झुम्ली भइरहेको छ कहिले कपाल बाट्ने हो ढोका खोला अहिले आएको काकी ल जानु भएको लु जाऊ म लु जाऊ लु भाइ जाऊ अब म माथि गइहाल्छु लु जाऊ अब बाई 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 रोजी बाई रोसिका राम्रो पढ्ने बोर्डिङ गएर नानीहरूलाई स्कुल पठाइहाल्यो होइन उहाँले चाहिँ यस्तो तरकारी बोडी सोडी खाँदैन खालि आलु चिज मात्रै खानुपर्ने हामी चाहिँ हल्का बोडी पकाएर चट्ट गरेर
दालसित खाना खाइन्छ। ल त साथीहरू, आजको आमा छोराको यात्रा पनि अब रमाइलो खालको भयो। तपाईँहरूले देखिहाल्नु भयो होला, भिडियो स्किप नगरी हेर्नुभयो भने पक्कै पनि होइन। अनि भिडियो जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला, सेयर गरिदिनु होला। अनि तपाईँहरू साथ सपोर्ट गरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। फेरि नेक्स्ट भिडियोमा भेट्नेछु। बाई बाई।